3 years ओल्ड चाइल्ड आफ्नो पेरेन्ट्ससँग 3 दिन अगाडि मेरो ओपिडीमा आउनुभयो। चिफ कम्प्लेन भनेको 6 दिनको फिभर, अनुहारहरू रातो भएको है, आँखाहरू रातो हुने तर कचेरा नआउने है, ओठहरू सुकेको फाटेको है, जिब्रो हेर्दाखेरि जिब्रो पनि रातो भएको, शरीरभरि बिमिराएको, खाना नखाने भनेर यहाँ मेरो ओपिडीमा 3 दिन अगाडि आउनुभएको थियो। उहाँहरूले 2-3 दिन अगाडि जिल्ला स्वास्थ्य चौकीमा पनि उपचार गराइराख्नु भएको थियो, तर फिभर जस्ताको त्यस्तै भएर यहाँ धनकुटाबाट यहाँ धरान आउन बाध्य हुनुभएको थियो। अब मैले एक्जामिन गर्दाखेरि बच्चाको चाहिँ सबै कुराहरू रेड फेस, ड्राई क्र्याक लिप्स है, स्ट्रबेरी टङ है, कन्जक्टाइभल इन्जेक्सन भन्दाखेरि त्यो कचेरा नहुने तर पुरै स्क्लेराहरू रेड हुने है। अनि त्यसपछि मैले नेक एक्जामिन गर्दाखेरि नेकमा चाहिँ लिम्फ नोडहरू बढेको है त, एकतिर लेफ्ट साइडमा चाहिँ युनिल्याटरल लेफ्ट साइडमा चाहिँ उसको लिम्फ नोड बढेको थियो। अनि त्यो बाबुले हेरेपछि अनि मैले पेरेन्ट्सलाई भने ज्वरोको कारण पत्ता लगाउनुपर्छ हामीले है। ज्वरोको अन्य धेरै कारणहरू छन्, तर यो ज्वरोको कारणहरूमध्ये मलाई चाहिँ यो बाबुमा कावासाकी डिजिजको चाहिँ सस्पेक्ट भएको छ। आई थिङ्क इट्स कावासाकी डिजिज है। तर क्लिनिकल डायग्नोसिस भए पनि यसलाई चाहिँ ब्लड इन्भेस्टिगेसनहरूले पनि अलिकति पुष्टि चाहिँ गर्न मद्दत गर्छ। त्यही भएर अहिले बच्चालाई एडमिट गरौँ, एडमिट गरेर ब्लड इन्भेस्टिगेसन आएपछि हामी फेरि बसेर सल्लाह गरौँला। अनि त्यही हिसाबले दे वेयर अग्रिड होइन। मैले एडमिट गरेँ, इमर्जेन्सीबाट पेसेन्टलाई एम्पेरिकल थेरापीहरू सुरु गरेँ, प्रारम्भिक उपचारहरू सुरु गरेँ, प्यारासिटामोल एन्टिबायोटिकहरू स्टार्ट गरेँ। अनि त्यसपछि रिपोर्टहरू आइसकेपछि फेरि उहाँहरूसँग मैले रिपोर्ट्सहरू देखाउँदै सल्लाह गरेँ। रिपोर्ट्समा चाहिँ तपाईँलाई व्हाइट ब्लड सेल्स है, सेतो रगत चाहिँ 15,000 15,500को रेन्जमा थियो। सिरिएक्टिभ प्रोटिन उसको चाहिँ 186 थियो। एरिथ्रोसाइट सेडिमेन्टेसन रेट भनेको 66 थियो है। अनि त्यसपछि एनेमिया थियो, माइल्ड टु मोडरेट एनेमिया थियो है। त्यसपछि प्लेटलेट चाहिँ बोर्डर लाइनमा थियो, 1,50,000 थियो। र अरू क्लिनिकल म्यानिफेस्टेसन्सहरू पनि लगभग कावासाकीसँग म्याचै भएको हुनाले मैले उहाँहरूलाई दिस इज कावासाकी डिजिज हो। अब यसमा चाहिँ हाम्रो उपचार पद्धति भनेको आइभिआइजी इन्ट्राभेनस इम्युनोग्लोबुलिन नै हुन्छ र त्यो एक्सपेन्सिभ हुन्छ। त्यही भएर मैले पेरेन्ट्सहरूलाई यसको मलाई कावासाकी डिजिज 90% म कावासाकी डिजिज हो भनेर स्योर छु होइन। टु इको एउटा गर्नुपर्ने प्लानमा राखेका थियौँ। अब तत्कालै हाम्रोमा नभएको हुनाले भोलि बिहान गराउने भनेर हामी प्लानमा राखेका थियौँ। तर पेरेन्ट्सलाई मैले चाहिँ अब यो कावासाकी डिजिज नै हो 90% होइन, र यसमा आइभिआइजी नै स्टार्ट गर्नुपर्छ। आइभिआइजी स्टार्ट नगरुन्जेलसम्म मैले अरू मेडिसिनलाई चाहिँ रिस्पोन्स गर्दैन भन्ने कुरा गरेको थिएँ। तर अब दबाई पनि महँगो हुने होइन, 1 लाख प्लस लाग्ने त्यो दबाई खर्च है मेडिसिन गर्नलाई। उहाँहरूलाई पैसा पनि जोहो गर्नुपर्ने भएको हुनाले उहाँहरूले डक्टर 1 दिनसम्म चाहिँ हामीले यही उपचारहरू गरेर भोलिसम्म फिभर कम भएन भने मात्रै आइभिआइजी दिँदा हुन्न भनेर भन्दाखेरि हुन्छ, त्यो पनि हुन्छ भनेर। किनभने अब कावासाकी हामीले विदिन 10 डेज चाहिँ आइभिआइजी स्टार्ट गरेपछि रेस्पोन्स राम्रै आउँछ भन्ने हो है। त्यही हिसाबले हुन्छ 24 घन्टा हेरौँ न त हामीले। 24 घन्टा हामीले नर्मल एन्टिबायोटिक्सहरूमा प्यारासिटामोल राउन्ड द क्लक आइभी फ्लुइडहरू स्टार्ट गरेर हेऱ्यौँ। भोलिपल्टसम्म बच्चाको फिभर जस्ताको त्यस्तै भइरहेको थियो, फिभर घटि नै रहेको थिएन। र त्यसपछि पेरेन्ट्सहरू पनि कन्भिन्स हुँदै गयो हो कि कावासाकी डिजिज नै हो जस्तो छ, किनभने फिभर पनि घटेको छैन। डक्टरले मैले उहाँहरूले भनेको थियो अरू दबाईले रेस्पोन्सै गर्दैन यसमा चाहिँ, अरू नर्मल प्यारासिटामोलहरूले। अनि पेरेन्ट्स वेयर कन्भिन्स्ड एन्ड दे वेयर अग्रिड टु बाई आइभिआइजी होइन। अनि आइभिआइजी ल्याइसकेपछि मैले 12 घन्टा लाएर बाबुलाई चाहिने आइभिआइजी कम्प्लिट हामीले गऱ्यौँ। र गेस वाट, 12 घन्टामा वन्स आइभिआइजी वाज कम्प्लिटेड पेसेन्ट रेस्पोन्डेड है त। पेसेन्टको फिभर चाहिँ वात्तै घट्यो र त्यसपछि अहिले लगभग 30 घन्टा भइसक्यो फिभर नआएको होइन। यो मैले किन सेयर गरेँ भन्दाखेरि कावासाकी डिजिज कमन डिजिज होइन, रेयरली देखिन्छ कावासाकी डिजिज हाम्रो कम्युनिटीमा होइन। र नेप्लिज सोसाइटीमा त एकदमै कम छ, रेयर केस हो यो। त्यही भएर यो केस मैले अब्जर्भ गरेर ट्रिटमेन्ट गरेर अब प्रोबेबली 1-2 दिनमा पेसेन्ट डिस्चार्ज पनि हुन्छ होइन। त्यही भएर यो रेयर केस भएर हामीले पत्ता लगाएर उपचार भयो र पेसेन्ट इज डुइङ ग्रेट, पेरेन्ट्स आर ह्याप्पी नाउ। त्यही भएर हजुरहरूलाई मैले यो केस सेयर गरेको। थ्याङ्क यू।